You are watching 812 channel. Don't forget to subscribe, comment, like. हामीले यो कोसिस गरेका छौं यो अपाङ्गता भएका व्यक्तिहरूको लागि जुन अहिले यो नेपालमा पहिलो चोटि हुन लागेको छ त्यो भएको कारणले गर्दाखेरि तपाईहरुले जुन कुना कुना भएका अपाङ्गता भएका व्यक्तिहरूको लागि पनि यो मेसेज पठाइदिनु भयो भने अझ आउने अर्को वर्षको लागि चाहिँ एकदमै महत्त्वपूर्ण हुनेछ र उहाँहरूले पनि आफ्नो जिउनको लागि हामी अपाङ्गता भए तापनि घरभित्र बस्नु हुँदैन रहेछ हामी भित्र भएको ट्यालेन्ट र क्षमतालाई अगाडि बढाउन सक्दो रहेछौं भन्ने त्यो खालको मेसेज जाओस् र तपाईहरु बिना हामी अपुरो हुनेछौं र त्यो भएको कारणले गर्दाखेरि तपाईहरुले यो मेसेज अवश्य पुर्याइदिनु हुनेछ र हाम्रो यो नेपालमा पहिलो चोटि भएको कारणले गर्दा यो चाहिँ एकदमै उत्साहित छौं र विशेष धन्यवाद चाहिँ म चाहिँ यो ग्रीन आर्ट्स मिडिया प्राइवेट लिमिटेडलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं किनभने हाम्रो यो अपाङ्गता भएका व्यक्तिहरूको सांस्कृतिक समाज नेपाल संस्थाले पहिलो चोटि नै गर्न लागेको हो र यसको लागि उहाँहरूले ठूलो सहयोग हामीलाई दिनुभएको छ यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु तपाईहरुले गर्न त राम्रै कार्यक्रम खोज्नुभयो तर यसमा के विधामा तपाईहरुले गर्न लाग्नुभयो के छ त्यो भन्न मिल्छ हाम्रो विशेष चाहिँ अहिले यो यसको लागि चाहिँ हाम्रो यो संस्थाले चाहिँ यही अपाङ्गता भएका शारीरिक अपाङ्गता भएका विवाहित र अविवाहित महिलाहरूको लागि अहिले हामीले सुरु गरेका छौं अब आउने दिनहरुमा यो राम्रो हुँदै गयो र अवेरनेस हुँदै गयो र उहाँहरू एकदमै इच्छुक हुँदै आउनु भयो भने अरु विधाहरुमा पनि हाम्रो यस कार्य यो हाम्रो संस्थाले गर्ने लिमिटेशन्स क्राइटेरिया केही छ आउने व्यक्तिहरुको लागि आउने व्यक्तिहरुको लागि अब यो पछि हामी अब कस्तो खालको अपाङ्गता भएका व्यक्तिहरुमा त्यो क्षमता छ त जस्तो हामीले सर्ट मुभीहरु बनाउने अपाङ्गता नै अवेरनेसको लागि हैन अनि त्यसपछि अहिले हामीले चाहिँ अब यो कलाकारिताहरुलाई कलेक्सन गरिरहेका छौं र उहाँहरुको लागि अहिले आत्मनिर्भरको लागि हामीले डलहरु सिकाउने ट्रेनिङहरु दिने त्यो साथसाथै उहाँहरुको अर्को क्षमतालाई चाहिँ अर्को ट्यालेन्टलाई चाहिँ हामीले प्रस्तुत गर्नलाई पहिलो चोटि नै हामीले सुरु गरेका हौं यसमा कतिजना सहभागी हुनुहुन्छ पुरस्कारहरूको व्यवस्था के गर्नुभएको छ अहिले हाम्रो चाहिँ 22 जना जति हुनुहुन्थ्यो र त्यसमा पनि अहिले हाम्रो ट्रेनिङ भइरहेछ र 14 जना हुनुहुन्छ र यसको लागि विशेष सबै कुरा छ जस्तो बेस्ट डिसिप्लिन हैन सबै कुरा जस्तो मिस नेपालमा हुने थियो त्यही नै हामीले सबै राखेका छौं र यसमा चाहिँ एक्स्ट्रा के राखेको छौं भने विवाहित महिलाहरू पनि मिसेस र मिस दुवैलाई राखेर दुवैलाई क्वीन बनाएर फर्स्ट रनर अप सेकेन्ड रनर अप राखेर अरु भएका ट्यालेन्टहरुलाई पनि शो गरेर उहाँहरुलाई त्यो तरिकाले हामीले गरेका छौं जस्तो उहाँले सोध्नु भएको प्रश्नको कन्टिन्युटी आएर उपहार पुरस्कारहरु उपहार चाहिँ अब जस्तो केही रकमहरु हुन्छ र उहाँहरुलाई अरु जुनै कम्पनीहरुले दिने कुराहरु अरु छँदैछ ठ्याक्कै अहिले यति भन्ने रकम चाहिँ हामीले तोकेका छैनौं किनभने हामी पनि यो पहिलो चोटि हो र धेरै ठूलो हाई लेभलमा पनि छैन र हामी खाली पनि पठाउँदैनौं विशेष सरप्राइज उहाँहरुलाई छ जीवनमा म ग्रीन आर्ट्स मिडिया प्राधिका सीईओ प्रवीण राघव तपाईहरुलाई आज यस नेपालमा पहिलो पटक हुन गइरहेको मिस एन्ड मिसेस डिसेबिलिटी क्वीन 2021 को जानकारीलाई प्रेस विज्ञप्तिलाई म यहाँ तपाईहरु सामु उभिएको छु हाम्रो यस संस्था र ग्रीन आर्ट्स मिडिया प्रणाली र सांस्कृतिक समाज नेपालसँग सहकारी गरी हामीले नेपालमै पहिलो पटक यो डिसेबिलिटी क्वीन शीर्षक नामक हाम्रो एउटा कार्यक्रम यही आउँदो चैत 21 गते ललितपुरको सानेपामा रहेको हेरिटेज गार्डनमा सम्पन्न गर्न लागेको छौं यसपटक यस संस्थाले अपाङ्ग भएका व्यक्ति सांस्कृतिक समाज नेपाल सीएसपीटी सँग सहकार्य गरी सक्षमता हटाएर शारीरिक अपाङ्ग भएका पनि उहाँहरूको दिमागमा क्षमतालाई मध्यनजर गर्दै भित्री सुन्दरतालाई प्रस्तुत गराउन हामीहरूको सहयोगमा लागिपरेका छौं तपाईहरुको यो सानो प्रयास उहाँहरूको मन्दिरमा मुस्कान र सकारात्मक सोच बनाउँछ भन्ने आशा गरी यो कार्यक्रम आयोजन गर्न लागेको हो नेपालभरि बाहिर हामीले विभिन्न ठाउँबाट अपाङ्ग भएका व्यक्तिहरूको लागि यहाँ संकलन गरी 15 दिने परीक्षण कार्यक्रम पनि हामीले सञ्चालन गरेर उहाँहरूको प्रतिभा प्रस्तुत गराउनलाई हामीले यो कार्यक्रम आयोजना गर्न लागेको हो यो कार्यक्रम आयोजना
को लागि हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण मित्रहरूलाई हाम्रो स्पोन्सर साथीभाइहरूलाई हामी धन्यवाद पनि दिन चाहन्छौँ। त्यसै गरी यो कार्यक्रम कोरियोग्राफर हाम्रो अनिला श्रेष्ठ म्याम हुनुहुन्छ, उहाँले कोरियोग्राफ गर्दै हुनुहुन्छ। त्यसै गरी हाम्रो यो कार्यक्रमको संयोजक हाम्रो एन्ना साकेत लादरजी पनि यहीँ हुनुहुन्छ। त्यसै गरी हाम्रो सिएसपिडीको सभापति हाम्रो सैयदा थुलुङजी पनि यहीँ हुनुहुन्छ। र यो कार्यक्रमले चाहिँ तपाईँको उहाँहरूको अपाङ्ग भएको व्यक्तिहरूको पनि लुकेको प्रतिभाहरूलाई हामीले उजागर गर्दै उहाँहरू पनि सक्षमताको हिसाबमा काम गर्न सकौँ र उसको जानकारी तपाईँले गराउँदै यहाँबाट बिदा लिन चाहन्छु। धन्यवाद। छैन भने हामी हुन्छ, ठिक छ, पुग्यो। पुग्छ त। तपाईँहरूले गर्दा अब हाम्रो यो कार्यक्रम सफल हुन्छ भन्ने आश गरेको छौँ र तपाईँहरूलाई पनि सम्पूर्णलाई कार्यक्रमको स्थानहरू भन्नुभयो। हजुर, कार्यक्रममा फेरि भोलि भेट गर्न चाहन्छु। तपाईँलाई सम्पूर्ण निम्तो पनि छ हाम्रो यस आउँदो शनिबार चैत 21 गते हेरिटेज गार्डन सानेपा ललितपुरमा दिउँसो 2 बजेदेखि कार्यक्रम हाम्रो प्रतियोगिता त्यहाँ हुन लागेको छ। हजुरको नाम? म प्रवीण लाकौल, ग्रिनहाउस मिडियाको CEO प्रवीण लाकौल। थ्याङ्क यू भेरी मच। तपाईँहरूको पुनः फेरि अपेक्षा गरेको छु तपाईँहरू पनि पाउनुहुन्छ होला भनेर। धन्यवाद। Thanks for watching 812 channel.